आज चाहिँ मेरो आमाको यहाँ पिटी छ पिटी त्यो लिभरमा चाहिँ स्टन्ट हालेको छ हो त्यसलाई चाहिँ अब ड्रेसिङ गरिरहनुपर्छ एक हप्तामा र आज टर्न छ एक हप्ताको है पहिला सुरु चाहिँ अब यो ग्लोभ्स लगाउनु पर्ने हुन्छ यो मलाई चाहिँ हैन आमालाई चाहिँ सेफ्टी हुन्छ है मेरो किनभने अब जम्प्सहरु हुन्छ हैन मेरोबाट चाहिँ आमाकोबाट पनि अब हैन त्यस्तो हुन सक्छ पहिला चाहिँ सेफ्टी है त्यस्तो डर चाहिँ हुँदैन न तपाईलाई घिन लाग्छ होला है घिनाउनु चाहिँ पर्दैन है यो माया हैन मायाले बिमारीलाई जित्नु पर्ने हुन्छ बिमारी त्यसै हार्छ चाहिँ अब म आमाको निकाल्दै छु अब जिम्मै छ हैन यस्तो गर्नै पर्ने हुन्छ आमाको है अन्त अब यो मेरो जिम्मा हो एउटा जिम्मा पनि हैन एउटा धर्म पनि हो हैन आफ्नो आमाको सेवा गर्नु मैले यसरी पाइ पनि रहेको छु कतिजनाको बिचारा आमा बाउ है आमा नहुनेलाई कस्तो हुन्छ हैन गर्छु भन्दा पनि पाउँदैन है पाइप दिन तान्नु ए ल पाइपमा म तान्दिन नि ल बिस्तारै गर्छु नि लामा मलाई यसले डाक्टरै बनाइदियो आमा डाक्टर हैन उयो हुन्छ नि एउटा अब सफा गर्ने के डाक्टरले त्यस्तो कहाँ गर्छ नर्सहरु हुन्छ यसमा चाहिँ फ्लसिङ गर्नुपर्ने हुन्छ मैले हैन किन ब्लकेज हुने चान्सेस हुन्छ त्यसैले गर्दा चाहिँ म यसलाई फ्लसिङ गर्नुपर्ने हुन्छ सुकेछ त सबै यो त चिलाउँदैछ चिलाउँदैछ है चिलाएको चिलाएको है सुकेर है आमा चाम्रो हुँदैन भन्नु चिलाउँछ है नर्स कहाँ गयो नर्स त्यो खाना पुनः मेरो नर्स अहिले तल छ अहिले खाना अघि बगल लिएर आएको थियो त नर्सले खाना ल्याइदिएको थियो हो काठको धुए होइन भइहाल्छ सधैँ काटिदिन्थ्यो है अहिले म बोलाउँछु धुँदैछ आमा धुएछन् है अब तपाईँ तङ्ग्रिनु मात्रै छ खाना खायो भने भइहाल्छ सबै दामी बसेर कहीँ गाठो छैन पहिले भनेन मैले तानेको छ पाइप त्यो दिनदेखि दुखाएको ए त्यो दिनदेखि है अहिले ठिकै छ है ठिकै भयो अहिले सेट भएछ नि सेट भयो क्या बुझ्नु अब चाहिँ तपाईँलाई हो तपाईँहरू पनि यसरी है लगाउनुहोस् होइन अन्त यसरी नघिनाउनुहोस् आफ्नो आमा होस् चाहे बाउ होस् चाहे घरको फ्यामिली जुनै पनि होस् नघिनाइकन मजाले गर्नुपर्छ अहिलेको नानीहरू के आमा छक्कै पर्छु क्या किन चाहिँ ड्रग्सहरू है त्यो गाँजा गेडागोटीहरू खान्छ होला है त्यो
माया पनि लाग्दैन कि क्या हो है आफ्नो आमा र भयामा आफ्नो आमा बाउले माया गरेको हुँदैन लु भन्नु त हुन्छ नि बिग्रोस् भनेको कहिले हुन्छ भन्नु त सम्हाल्नु खोज्छ नि अन्त त्योहरू चाहिँ के भएको है यस्तो दुःख हुन्छ कति हो किन भन्नुहोस् त कतिले कस्तो कस्तो दुःखले हुन्छ होइन ठुलो भयो भने सुख पाउँछ त्यही खाएर त बिग्रिन्छ त्यही त तिमी सङ्गत हौ है आमा सङ्गतले पनि बिगार्छ हौ कति त है सङ्गतले त बिगार्छ आमा बाउले संस्कार त राम्रो दिएको हुन्छ नि त होइन आमा तपाईँले आफ्ना छोराहरूलाई बिग्रोस् भन्दा हुन्छ सोच्छ भन्नुहुन्छ चाहन्छ चाहँदैन नि त कतिजना चाहिँ फेरि हुन्छ फेरि त्यस्तै क्या जेसुकै गरोस् गरै भन्ने हुन्छ नि क्या भन्छ होइन त्यस्तो राम्रो होइन नि त हो किन भन्नु त आमा राम्रो खुवाऊ राम्रो लुगा लगाऊ राम्रोसँगै पढाऊ लेखाऊ त्योपट्टि ध्यान राख्नु पर्यो त्यही त होइन आमा बाउले पनि बिचरा त्यस्तो त नराम्रो सोच्दैन कि है भन्छ पढे भन्छ अब कतिजना चाहिँ अब हुन्छ नि क्या आमा त्यो दुःखहरू नबुझेको भन्छ क्या त्यो नबुझ्ने मूर्ख त्यो उम्रिँदै तिन पाते भन्छ नि त्यस्तोहरू चाहिँ अलिक अटेरी गर्छ हौ अन्त नि कतिजनाले क्या बिचरा मलाई भेट्छ होइन अब भाइ तिमीले गरेको आफ्नो आमालाई है त्यस्तो सेवा अहिलेको त गर्दैन भन्छ क्या म चाहिँ उनीहरूलाई बिचरा के भन्नु चाहन्छु भन्नु त यो त मेरो कर्तव्य हो नि त होइन किन भन्दा आमा यो त मैले गर्नै पर्ने हुन्छ तपाईँले त्यत्रो हामीलाई होइन दुःखदेखिको हुर्काउनु भयो अन्त यत्रो ठुलो बनाउनु भयो संसार देखाउनु भयो अब म टाढिनु भएन नि त हो किन भन्नु त यो त मैले गर्नु पर्यो नि यो त मैले गर्नै पर्छ नि छोराछोरी त्यस्तै हुन्छ नटेर्ने अब आमा बाबा छोडिदिन्छ के गर्नु अब मान्दैन त के गरोस् पक्कै लागिसकेको हुन्छ नि हामी क्या त्यस्तो छोराछोरी चाहिँ अब बदनाम बनाउँछ क्या आमा बाउ बिचरा कति त राम्रै हुन्छ नि होइन नबिग्रोस् मेरो नानी छोराहरू भन्छ के चाहिँ गर्नु मिठा तिता होइन त्यस्तो हुन्छ नि केही पनि हुँदैन तपाईँलाई त्यो पनि घट्टा राम्रो बुझ्नु भयो त तपाईँले निम्बुहरू हुन्छ नि खानु चाहिँ क्याल्सियमहरू बढ्छ क्या भिटामिन सी भन्छ कि भिटामिन सीहरू चाहिँ राम्रो हो नि त आज मैले तपाईँलाई यो गरेँ भनेर पनि भनेको होइन होइन अरूलाई अब हुन्छ नि गर्दैछु यो त मेरो कर्तव्य मैले गर्नै पर्छ होइन अब कतिले भन्छ होला यसले गऱ्यो अब फुर्के भयो भन्ने हुन्छ नि कतिको सोच त्यस्तो होइन नि होइन यो मेरो जिम्मेवारी हो मैले गर्नुपर्छ एउटा किनभने अब साथीभाइ यो इन्जेक्सनको द्वारा चाहिँ अब होइन फ्लस गर्नुपर्ने हुन्छ यो चलान पानी हो चाहिँ मैले तान्नु पर्ने हुन्छ 10 ml मैले निकाल्नु पर्ने हुन्छ यो छोपिरहेको थियो नि त केही उयो गर्नु पर्छ भन्दै सबै सिकिसकेँ यो चाहिँ भिडियो गरेर मलाई नि सिकाएको क्या म त्यो भिडियो पनि हाल्नु पर्ने छ हाल्छु म त्यो मलाई सिकाएको भिडियो पनि यो हालिहालेँ नि त मैले यसरी क्या चिसो भयो अन्त हस्पिटलमा कस्तो ब्लकेज हुन्थ्यो यहाँमा निस्किन्थ्यो त माथि है यहाँ त निस्किँदैन
नयाँ नयाँले गर्दा अभी मांस नापने के लिए हुई वैसे नयाँ नयाँमा चाहिँ त्यस्तो भएको नि त के भएको अरे नयाँ नयाँमा ल भइहाल्यो ल लुगाहरू लिएर आइदिन्छु हो लुगा लगाइदिन्छु अर्को ल बस पैपुआ मोड़ भयो यो ड्रेसिङ भयो आमाको यो ड्रेसिङ सकिसक्यो है अब म आमालाई आमाको यो के भन्छ बेडसिटहरू लुगाहरू सबै चेन्ज गरिदिन्छु